जय कृषि जय किसान सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई जति पनि तपाईहरु आफ्नै गाउँमा आफ्नै ठाउँमा खेतीपाती गरिरहनु भएको छ यहाँहरूलाई मेरो तर्फबाट र मेरो प्रतीक्षा कामदुङ कृषि तथा पशुपालन फर्मको तर्फबाट तपाईहरुलाई जय कृषि जय किसान भन्न चाहन्छु। साथसाथै हामी आफ्नै गाउँमा आफ्नै ठाउँमा बसेर स्वावलम्बी भएर एउटा उद्यमी बनेर हामी आफ्नै गाउँ ठाउँमा पाखा पखेरामा तासिएको सुन पैसाहरूलाई चाहिँ कोटालेर निकाल्नु पर्छ भन्ने व्यक्ति अथवा किसान हामीहरूले चाहिँ अब यो अलैँची खेतीलाई पनि प्राथमिकतामा दिनु पर्ने रहेछ। किन त भन्दाखेरि यो अलैँची खेतीमा चाहिँ खासै अरु बिरुवाहरू जस्तो चाहिँ मल ठुलो परिमाणमा दिन नपर्ने, यसलाई चाहिँ जरालाई सुक्खा दिन चाहिँ हुँदैन। सुक्खा भयो भने अलिकति मर्ने सम्भावना हुन्छ, नफल्ने समस्याहरू आउँछ र मैले चाहिँ लगभग अलैँची खेतीलाई चाहिँ 2 नम्बरमा मैले यसलाई दर्जा दिएको छु। यो चाहिँ मेरो 2 नम्बरमा पर्छ। 1 नम्बर चाहिँ कफी उत्पादन गर्ने भनेर चाहिँ म लागि परेको छु, तर अब यसरी छुटाइरहेको छु र अब 1 नम्बर 2 नम्बर 3 नम्बरमा अदुवा बेसार खेती र 3 नम्बरमा चाहिँ पशुपालन, यसरी मैले चाहिँ एउटा आफ्नो फर्मले सामान्य उत्पादनहरू अगाडि बढाउँदै लैजाने सोचमा छु। मैले चाहिँ यो टिप्नका लागि अलैँची यसरी सफा गरिरहेको छु। सामान्य यसपालिको चाहिँ फलाइ अब साधारण अब यतिकै फलेकै भन्नु पर्ला। सामान्य अब त्यति राम्रो फलेको पनि हैन, त्यति नराम्रै पनि हैन, यो साधारण भन्न मिल्छ। यो खेती चाहिँ यसरी मैले गरिरहेको छु। यो अलैँची प्लस चाहिँ टिमुर पनि खेती गर्नु पर्दो रहेछ। यो अलैँची टिमुरमा चाहिँ किन त भन्दाखेरि हामीले राज्यलाई पनि महँगो कर तिर्नु परिरहेको छ। त्यसो हुँदाखेरि यसलाई चाहिँ अब आफू पनि आफ्नो केही अब आर्थिक समस्याहरू तार्न सकिने र राज्यलाई पनि कर तिर्न सकिने, अलि राम्रै पैसा कर तिर्न सकिने चिजहरू चाहिँ अलैँची टिमुर चाहिँ हो। त्यसो भएको कारणले अलैँची टिमुर फल्ने ठाउँमा सम्पूर्ण किसान दाजुभाइहरूले सबै मिलेर हामी खेती गरौँ, आफू पनि धनी बनौँ र आफ्नो देशलाई पनि अलिकति कर तिरेर राज्यको अर्थतन्त्रलाई अलिक दरिलो बनाउन सहयोग मिल्छ। किन भन्दाखेरि अलैँचीको प्रति केजी 10 रुपैयाँले हामी कर तिर्नु परिरहेको छ र टिमुर पनि 5 देखि 10 नै हो त्यसको रेट। त्यसरी तिर्नु पर्ने भएको हुनाले राम्रै कर तिर्न सकिने र अहिलेको मूल्य अनुसार चाहिँ यो अलैँचीको राम्रै छ र यसो गर्दाखेरि चाहिँ सबैलाई किसानलाई पनि राम्रो हुने, एउटा राज्यलाई पनि राम्रो हुने मेरो चाहिँ आफ्नो भावना यहाँहरु समक्ष राख्दै छोटो भिडियो
म यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार।